स्टिकर जुन चाहिँ मलाई एकदम धेरै राम्रो लागेर मैले किनेको। अनि त्यसपछि छ मलाई चाहिएको चाहिँ जुन चाहिँ फ्लेभर कलर। हेलो एभ्रिवान, वेलकम टु आवर च्यानल। हिजोको भिडियोमा देख्नुभयो होला हजुरहरूले, मैले चाहिँ अस्मिता एकदम स्याड थिएँ नि त, किनकि अस्मिताको छुट्टी थियो अनि उसलाई चाहिँ कतै घुमाउनु लगेको थिएन, केही गरेको थिएन। त्यसैले चाहिँ अनि मैले उसलाई च्यालेन्ज दिएको थिएँ अनि उसले चाहिँ त्यो ऱ्यान्डम थिङहरू गेस गर्ने च्यालेन्ज दिएको थियो। अनि उसलाई चाहिँ भनेको थियो तिमीलाई के चाहिएको छ भनेर। के चाहिएको छ तिमीलाई? मलाई त्यो के भन्छ अरे मार्कर कलर अनि बुके बनाउने मेटेरियल्सहरू। अब जस्तै कि यिनलाई स्टेसनरी सामानहरू नै चाहिएको छ। अब मैले प्रमिस गरेको थिएँ जुन चाहिँ म अस्मितालाई त्यो किनिदिन्छु जसरी पनि भन्नु। अब उसले चाहिँ त्यस्तो कतै घुमाउनु लैजा केही भनेकी थिइनन्, त्यही पनि अब मैले प्रमिस गरेको थिएँ नि त उसलाई किनिदिने भनेर। सो मैले चाहिँ अब अस्मितालाई त्यो किनिदिन्छु। आज चाहिँ हामी जाँदैछौँ कतै किन्नको लागि। सो अस्मिता अब तिमी रेडी भऊ, म पनि रेडी हुन्छु अनि हामी जाने है त। अनि तिमीलाई चाहिँ सामानहरू किन, अनि तिमीलाई चाहिँ स्टेसनरी सामान तिमीलाई के चाहिएको छ तिमीले आफ्नो मर्जीले चाहिँ किन के। ल म चाहिँ रेडी भइसकेको छु जानको लागि। अनि यता अस्मिता चाहिँ जुत्ता लाउँदैछिन्, हेर न त्यहाँ बिस्तारामै लाउँदैछिन् जुत्ता फेरि। सो अब चाहिँ हामी जान लाग्दैछौँ। उता बाबा रेडी भएर बस्नु भएको छ। हामी चाहिँ ढिलो जाँदैछौँ। आज चाहिँ माघे सङ्क्रान्ति पनि हो, माघको 1 गते। अनि त्यही भएर हामी अब अस्मिता कहीँ गइ थिएन नि त, त्यही भएर घुम्न पनि जान मिल्छ भनेर चाहिँ अब जाँदैछौँ। यहाँ रेडी भइन अस्मिता फेरि वाउ। अनि यहाँ बाबा रेडी हुँदै हुनुहुन्छ छिटो छिटो गर भनेर। अब चाहिँ हामी जाँदैछौँ है। ल बाई। औ बस। अब चाहिँ हामी जाँदैछौँ। अब के गर्छौँ हामीले चाहिँ हजुरहरूलाई भिडियोमा देखाउँछौँ है। अब चाहिँ हामी गयौँ। अब बाइकमा त त्यस्तो आवाज आउँदैन के अरे। अब हामी जाँदैछौँ छिटो छिटो, अलिक ढिलो गरेको थियौँ कि त्यही भएर है। स्टोरीमा छौँ। अस्मितालाई एक्लेरिक कलर लिन। अब अस्मितालाई एक्लेरिक कलर के चाहिएको थियो अरे? अब उसलाई के किन्न मन लाग्छ अनि यसलाई चाहिँ किन्न पठाएको मैले फेरि। अनि चाहिँ हेर्दैछिन् म चाहिँ बाबाले त हेर्दै हुनुहुन्छ। यस्तो होइन के हो र? उसलाई एकदम मनपर्छ यो फेरि। यहाँ सबै स्टिकरहरू छ क्या न, वाटर कलर पेन्स यस्तै खाले हो। यहाँ चाहिँ सबै स्टिकरहरू। अस्मितालाई चाहिँ स्टिकर धेरै मनपर्छ। कुन चाहिँ स्टिकर चाहिँ लिने नै हो? एउटा टिकटकमा दिदीले चाहिँ चिन्नु भइरहेछ अलिका। अस्मिता तिमीलाई जुन इच्छा लाग्छ त्यही लिग। यहाँ चाहिँ थुप्रै खालको स्टिकरहरू, फेरि अस्मिताको फेभरेट स्टिकर। यो चाहिँ ठुलो हाले कपीवालामै छ न, यो कपीवालामा छ। पत्ता पत्तामा लानु मिल्छ। अस्मितालाई फेरि के अरे बुके बनाउने होइन, बुके बनाउने भन्थिन्। ए एउटाले पुग्छ कि कति? तिमीलाई के चाहिन्छ त्यो तिमीलाई आफै भन के। यहाँ चाहिँ सबै ऱ्यापिङ पेपरहरू हो न। मैले भन्ने गरेँ कि अनि आफूलाई चाहिएको। अनि अस्मितालाई के यति सामानहरू लिएकी छन्। अस्मितालाई चाहिँ अब भयो अरे, भयो नि सबै, अरू केही चाहिएको त छैन। खुसी छौ नि? खुसी छौ? खुसी छन् अरे। अब उसले चाहिँ यही सामान लिया, 2टा लिन् अनि यहाँ ड्रइङ पेपर लिहन्, यति नै लिहन् अनि उसलाई चाहिएको यही हो। सो भयो, अब पुग्यो। अस्मिताले चाहिँ अब पोकेमनवाला लिहन्। अब भ्याइयो अरे ब्याट। बाबाले चाहिँ ब्याडमिन्टन पनि हेर्नु भयो है।
लिने हो र खै यहाँ चाहिँ थुप्रै छ ब्याडमिन्टनहरू पनि छ बलहरू पनि छ अब चाहिँ अस्मितालाई भयो अरे खुसी छु भने एकछिन त्यो मलाई किनिदिनु भयो साथी हो गाइज यो चाहिँ मलाई म घर गएर पछि बनाउँछु अस्मिताको स्टेसनरीको र उसको मैले गरेको प्रमिस चाहिँ पुरा भइसकेको छ अनि ऊ चाहिँ खुसी पनि भएकी छन् भने खान जुन चाहिँ अन्डर 550 मा चाहिँ ऊ खुसी भइसकिन् उसलाई कतै घुम्न जान परेन जान्छ कहाँ जान्छिन् अरे घुम्न पनि जान्छिन् अरे हाम्रो सपिङ चाहिँ सकियो अब चाहिँ हामी फाइनल्ली हामी चाहिँ घर आइपुग्यौँ मेरो हालत चाहिँ यस्तो भइसकेको छ यहाँ अस्मिता पनि अब चाहिँ सिन अनि मम्मी उहाँ बस्नु भएको छ घाम तापेर बस्नुभएको होला अनि एउटा चिज बाबाले चाहिँ ब्याडमिन्टन पनि किन्नु भयो अनि अस्मिता खुसी हो अस्मिता चाहिँ लास्टै स्याड भइथिन् कि किनकि छुट्टीमा ऊ गइ पनि गइथिन नि त अनि त्यही भएर अनि हल्का घुमेर पनि आयौँ हामी हल्का उसलाई चाहिँ स्टेसनरी सपिङ पनि उसले गरिन् जे भए पनि घर बस्नुभन्दा हल्का घुमेर आयो नि सो अस्मिताले यहाँ ब्याग लिइन् मम्मी हामीले के किने हम किने नि ओपनिङ गर यहाँ म चाहिँ माउ टोपी लगाएर बसिरहेको छु ओपनिङ गरेपछि चाहिँ म तिमीहरूको भिडियो हेर्छु अहिले चाहिँ हेर्दिनँ किनभने मलाई पनि सरप्राइज हुन्छ अब हामी चाहिँ स्टेसनरी सपिङ गएर पनि आइसक्यौँ अस्मितालाई लिएर आयौँ अब यहाँ चाहिँ के छ भनेर चाहिँ हजुरहरूलाई मैले राम्रोसँग देखाउँछु किनकि अब उहाँ स्टेसनरीमा त राम्रोसँग देखाएको थिएनौँ नि त अनि हिजो गरेको प्रमिस पनि पुरा भयो अनि अस्मिता अहिले मुस्कान खुसी छन् अस्मिता चाहिँ अब अस्मिताले आफै देखाउँछिन् है त मैले चाहिँ हजुरलाई पालो गरेर देखाउँछु सुरुमै निस्क्यो यो स्टिकर जुन चाहिँ मलाई एकदम धेरै राम्रो लागेर मैले किनेको अनि त्यसपछि छ मलाई चाहिएको चाहिँ जुन चाहिँ कलर मेरो भ्याइएको थियो सकिएको थियो कि त्यसको इङ्क अनि त्यही भएर कलर अनि त्यसपछि बुकेको लागि त्यो ऱ्यापिङ पेपर अस्मिताले चाहिँ अस्तिदेखि मलाई बुके बनाइदिनु जतिखेर भन्यो कि मलाई बुके बनाइदिनु दिदी मलाई बुके बनाइदिनु कि बुके बनाउने सामान ल्याइदिनु सो अहिले फाइनल्ली अस्मितालाई चाहिँ बुके बनाउने सामान आएको छ मलाई चाहिँ स्टिकरहरू यति मनपर्छ कि अझै एउटा स्टिकर उसले स्टेसनरीमा जाने बित्तिकै सुरुमा उसको ध्यान भनेको स्टिकर हो ओ माई गॉड स्टिकर त्यहाँ अरे अनि लिग नानी भने यो चाहिँ त्यो बुके भ्याएपछि अन्त माथि बटरफ्लाई लाग्छ नि त्यो बटरफ्लाई पनि लेख्दै थिएँ अनि यहाँ के छ यो चाहिँ त्यो बुके स्टिकहरू छ मैले चाहिँ घरमा नि बनाउँथेँ तर अहिले अब किनौँ न त भनेर किनिदिएको अनि यो चाहिँ छ दुईटा रिबन जुन चाहिँ रेड पिङ्क कलरको छ अनि रेड कलरको के रेड भन्छ डार्क रेड वाइन कलेजी कलर रेड वाइन त्यस्तो भन्छ अनि हामीले चाहिँ ब्याडमिन्टन किनेको थियौँ ए ब्याडमिन्टन पनि त देखाउँछ नि अलिक पछि देखाउँछु त्यो चाहिँ बाबाले आफै किन्नु भएको ब्याडमिन्टन अहिले म देखाउँछु है अस्मिताको देखाउ यो चाहिँ ब्याडमिन्टनको कक अनि यो चाहिँ छ के भन्छ अरे ड्रइङ कपी जुन चाहिँ एकदम राम्रो क्वालिटीको छ यो चाहिँ हार्डवाला पेपरको छ यसमा चाहिँ ड्रइङ गर्न मिल्छ यति नै हो सो अस्मिताको सामानहरू चाहिँ यति नै हो धेरै चाहिने थियो त्यही मात्रै किनेको मैले चाहिँ अस्मिता यदि तिमीले स्टेसनरी गर्यो भने अन्डर 1000 को गर है त्योभन्दा धेरै त म सक्दिनँ नि हुन्छ भनेको त ओन्ली 550 मा त पुग्यो अस्मिता अझै केही किन्छ भनेको त नाइ मलाई पुग्यो भनेर ल अब उसलाई भयो अरे अब म हजुरहरूलाई ब्याडमिन्टन पनि देखाउँछु यो चाहिँ हाम्रो पुरानो ब्याडमिन्टन हो जुनको चाहिँ हालतमा हजुरलाई देखाउ त हामी चाहिँ खेलिरहेको थियौँ वर्ष भयो नि त किनेको त्यही भएर यो चाहिँ भाइ बहिनी अमृत दाइलाई नै स्पेशल किनेको यो चाहिँ यहाँ राम्रो छ एकदम धेरै राम्रो यो राम्रो छ यसको चाहिँ चुडेर अनि बाबाले यहाँ डोरीहरू पनि गराउनु भयो त्यही पनि अनि अर्को देखाउ न अब खेलेको थियो नि तल धेसारी अनि त्यसपछि चुड्यो अर्को देखाउ हाम्रो नयाँ ब्याडमिन्टन जुन चाहिँ बाबालाई झ्याउ लाग्छ अनि फेरि यो भाँच्चे थियो त्यही भएर खेल्न पाउनु भएको थिएन अनि बाबा योबाट खेल्ने नयाँ ब्याडमिन्टन हो
मम्मी हजुर देखाउँ किन है देखाउने कि किन मम्मी चाहिँ यहाँ सुतिराख्नु भयो नदेखाएको अवस्था यो चाहिँ एकदम राम्रो ब्याडमिन्टन लाग्यो बाइ द वे मलाई हामी चाहिँ खेल्छौँ अब अस्मिताले चाहिँ हजुरहरूलाई हिजोको जुन फोटोवाला थियो नि हो त्यसको देखाउँछिन अरे अलिकति गराइछु भनेको थिएँ यो देखाउँदा चाहिँ हाफ मात्र कम्प्लिट भयो एउटा पेजको अनि अर्को पेजको फेरि यो चाहिँ हो अबाउट मी वाला थियो उस तर सरी यहाँ मैले उस बनाएन अहिले एकछिनपछि बनाउँछु यहाँ चाहिँ के लेखिछन् अस्मिताले हिजो मैले 2टा फोटो मात्रै थियो अहिले चाहिँ के लेखि भइरहेछन् कि अस्मिता अझै त्यो कलरहरू आफ्नो बारेमा उस नभएर अब फेरि यतातिर नि मैले बनाउँछु अनि पुरै बनाएर भएपछि हजुरलाई देखाउँछु ओके आज चाहिँ माघे सङ्क्रान्ति त्यही भएर चाहिँ अहिले हामी सबैजना मिलेर चाहिँ यहाँ घरमा तिलको लड्डु अनि भुजाको लड्डु अनि फेरि भुजाएर बदामको चिक्की बनाएको छ यहाँ तिलको लड्डु छ अनि यहाँ भुजाको लड्डु छ अनि त्यो खान्छौँ यता पनि छ यी सबै पनि छ यहाँ कोकोलाई के मनपर्छ त्यही खाने अरे अनि हामीले चाहिँ माघे सङ्क्रान्तिमा यति परिकारहरू बनाएर चाहिँ खाइसक्यौँ तर एकदम मिठो भयो है मिठो भयो अरे ल अनि हजुरहरूले खानुभयो कि खानु भएन अनि खानुभयो होला पक्कै पनि है सम्पूर्ण साथीहरूलाई माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना हाम्रो भिडियो सबैजनाले धेरै धेरै माया गरिदिनु होला आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि आज अस्मितालाई हामीले थोरै सपिङ पनि गरिदिएको थियौँ अस्मिता अलिक खुसी देखिएकी छ हाम्रो भिडियो सेयर पनि गरिदिनु होला अनि युट्युब च्यानल सब्स्क्राइब पनि गरिदिनु होला ल थ्याङ्क यू सो मच फर वाचिङ बाई ह्यापी माघे सङ्क्रान्ति ह्यापी माघे सङ्क्रान्ति Bye bye. लभ यु अल